खानी चाहिँ के हो अब यो यस्तो रोग लागेपछि खानी चाहिँ पनि डडुवा लागेको छ। यो डडुवा लागेको धान ठ्याक्क गोलो गोलो सर्कलमा यहाँ लागेको छ कि यस्तो टाइप। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यो डडुवा लागेको धान। अब यसको प्रोडक्सन कसरी घट्छ भनेर मैले बताउँदाखेरि यो धान हजुरको यति अल्को थियो अनि यो रोग लागिसकेपछि यसको झन् हाइट घट्दै गयो के। अब यो जुन यसको यो धान यो बाला पर्ने बेला छ त्यति बेला यो धानमा अब बाला पर्दैन। यहाँ यति एरियामा यो यति देखेको यति पुरै एरियामा हजुरहरूको अब यो धान उगाउँदैन फल्दैन। अब बाँकी रहेको एरियामा पनि यो रोग फैलिरहेको छ के। अब यो यहाँ देख्न सकिन्छ हो यो बाला पसाउने बेलामा चाहिँ बाला त कसरी पसाउँछ हो यहाँ यतिको भइहाल्यो। यो सर देख्न सकिन्छ यस्तो सर क्यामेराले पनि क्याप्चर गर्न सकिरहेको छ यति बेला चाहिँ। र यो बिचको एरियामा पनि यस्तै भइरहेको। यो बिचको एरियामा पनि अब यहाँ धान हुँदैन। यो एउटा खेतमा भयो होइन। अब त्यो बिचको जुन खाल्टो देख्न सकिन्छ हो त्यो त्यहाँ पनि डडुवा लागेको छ अनि त्यहाँ पनि अनि यो हजुरहरूको यो छेउको चाहिँ सबै लागेको थियो। यो सबै यहाँ केही पनि थिएन, सबै हामीले काटेर भैँसीलाई खुवाएको। यो खेतमा यहाँ देख्न सकिन्छ। अब यहाँ पनि छ यति एउटा खेतमा यति छ भनेपछि अरू खेतमा कति होला अनुमान गर्नुहोस् न आफै। एउटा खेतमा यति छ यहाँ देख्नु यहाँ यो साइडको एरियामा धानै छैन है। यो छेउमा पुरै डडुवा लाग्छ है। यहाँ पुरै केही छैन, यहाँ केही पनि छैन। र यता पनि यो एरियामा पनि यहाँ यो बिचमा यहाँ यो डाँडाको धानमा मात्रै लाग्ने खाले रोग थियो। पोहोर चाहिँ अलिक कम लागेको थियो। अहिलेको साल चाहिँ एकदम धेरै मात्रामा लागेको छ क्या। यो साबामा पनि बिचमा देख्न थालेको छ। त्यहाँ बिचमा देखियो, त्यहाँ देखियो। यही खेतमा यो साबा हो। साबाको धान यो पसाउने बेला हुनु लाग्यो। यो 4 ठाउँमा देखियो छ। 4 ठाउँमा यो धानको हाइट पछि झन् घट्दै गएको। यो बिचको गोलोमा यहाँ सुरु भइसक्यो। यो इफेक्ट देखिसक्यो धानमा। यो धानमा इफेक्ट देखिसकेपछि अब अरूमा पनि सर्दो रहेछ यो टाइपको रोगी। यहाँ पनि त्यहाँ पनि अहिलेको साल धेरै मात्रामा किसानहरूलाई क्षति पुग्ला जस्तो देखिएको छ। यो हाम्रोमा मात्र नभई धेरै किसानहरूकोमा देखिएको छ क्या। एकदम धेरै मात्रामा। जब 20 जनामा हजुरको 18 जनाकोमा यस्तो रोग देखिएको हो। अब यो के गर्ने हामीले? अब यो काटेर पनि कुनै फाइदा छैन। यो भैँसीलाई खुवाउँ भने पनि यो भैँसीले खाँदैन। अब अघिको त्यो छेउकोमा काटेको पनि भैँसीले खाएन। त्यति भैँसीलाई खुवाउँ भनेर काटेको यहाँ देख्न सक्छ। यहाँ त अति धेरै नै भएको छ। यो छेउमा चाहिँ छँदै छैन क्या। यो साइडको चाहिँ धान काट्दै नकाटे पनि हुन्छ। यो छँदै छैन। पानीले क्षति गरे जस्तो यो पनि हाम्रो किसानहरूलाई अहिले धेरै मात्रामा क्षति भएको छ। गाउँपालिकाहरूले यसलाई अध्यागमन अनुगमन गरेर केही किसानहरूलाई केही राहत अथवा यसको नियन्त्रणसँग सम्बन्धित कुनै उपायहरू बताइदिनु हुन अनुरोध गर्दछौँ। यहाँ देख्न सक्नुहुन्छ यो एरियामा कुनै धानै छैन। हुँदा यहाँ साबामा समेत सुरु भइसक्यो क्या यो रोग लाग्ने। साबामा यो साबा धान यो जुन अब यो पसाउन लाग्छ यो साबामा समेत यस्तो टाइपको रोग देखियो कि यस्तो। त्यही माथि समयमा युरिया मलहरू आइदिन्न। यो धानले मल आफ्नो आवश्यकता अनुसारको मल पाउँदैन। खडेरी लगाइदिन्छ, पानी चलाउन पाउँदैन। अनि कसरी हुन्छ? अहिलेको भोकमरी लाग्ने हो। अहिलेको साल किसानहरूलाई यस्तै समस्या पार्यो भने भोकमरी लाग्छ है। भोकमरी इन्डियाको पन्जाबमा पनि अहिले सबै बाढीले डुबेर केही पनि प्रोडक्सन भएको छ जस्तो चाहिँ लाग्दैन। अहिलेको साल चाहिँ भोकमरी लाग्ला जस्तो छ क्या। त्यो साबामा समेत त्यस्तो टाइपको रोग देखियो कि साबामा। यो पोहोर लाग्दैन थियो साबामा। डाँडामा हल्का लाग्थ्यो। अहिले चाहिँ धेरै लागेछ कि धेरै। यो अब अनुमानै गर्न सकिन्न कि यो खेत यो अरूको खेत हो तर यहाँ पनि डडुवा लागेछ कि। यो बिचमा यहाँ धानै छैन। यो बिचमा जुम गर्छु। यो बिचमा यो धानै छँदै छैन। यो हाम्रोमा मात्रै नभए यो अब अघि देखाएको हाम्रोमा भयो। यो चाहिँ अरूको खेत हो क्या। यो अरूको खेतमा समेत यो रोग लागिसकेछ क्या। अब अरूको खेतमा पनि देखाउन गइरहेको छु। यहाँ पनि देखियो कि यो पनि अरूको खेत हो। यो 4 जनाकोमा मैले यहाँ देखाइसकेँ। 4 जनाकोमा अझै कतिकोमा बाँकी छ म अझै देखाउँदै गइरहेको छु कि देखाउँछु कि। यो अगाडि यहाँ लागेछ। यहाँ यहाँ छ अझै वहाँ छ। वहाँ त्यो छेउको मेडी यताको पनि कुनै लाइनमा धान छैन। यहाँ देख्न सक्नुहुन्छ यो धानै छैन। यो अब धान पसाउने बेलामा चाहिँ छैन। यहाँ पनि यता चाहिँ यो चाहिँ हाम्रो यो छँदै छैन। यहाँ पनि बिचमा लागेछ। यो डडुवा रोग भन्ने चाहिँ अहिले सबैको धान सखाप पारेछ कि। अहिले सखाप कसैको पनि छैन क्या अहिले।
म सुरुमै भने नि 35% प्रोडक्सन घट्छ भनेर, त्यो 35% भन्दा अझै बढी होला जस्तो देखियो कि। यो लाइनमा हेर्नु न, यो लाइनमा छँदै छैन कि, धानै छैन के, यहाँ पनि छैन, बिचमा छैन। यो खेतमा कहिल्यै पनि लाग्थेन, अहिलेको साल एकदम बढी मात्रामा लाग्यो क्या, एकदम धेरै, सधैँ छैन। यहाँ पनि छैन, यहाँ पनि सुरु भइसक्यो। यो धान पसाउने बेलामा झन् हाइट घट्छ, अनि पसाउँदैन, बाला निस्किँदैन, धान झन् पुरै पराल पर्छ, अनि यसबाट कसै धानको उत्पादन हुन्छ त? गाउँपालिकाको सरकारवाला निकायहरूले यसलाई केही न केही अध्यागमन अनुगमन गरेर किसानहरूलाई राहत बाँड्नै पर्छ क्या, न त अहिलेको साल पक्कै पनि भोकमरी लाग्छ। यो हाम्रो मात्र समस्या होइन कि, 6-7 जनाभन्दा बढीको यहाँ देखा परेको छ क्या यो एरियामा। बाँकीको एरियाको त मैले कुरै गरेको छैन नि त। यो एरियामा म यो 4 जनाको खेत देखाइसकेँ, यहाँ 4 जनाकोमा देखाइसकेँ, अझै देखाउँदैछु क्या। हामी फेरि अर्को खेतमा आयो, यो अर्कोको खेत हो, यो खेतमा चाहिँ छँदै छैन कि, यहाँ पनि छैन। क्या हाम्रोमा मात्रै किन दोष लगाउनु र, यहाँ पनि छैन, उहाँ छैन, यो साइडमै छैन। धानको पुरै हाइट घट्दै बालै ननिस्केला जस्तो छ। यो बाला निस्किँदैन, यो डडुवा लागेको धानको। यहाँ छैन। त्यसैले हाम्रो सरकारवाला निकायहरूलाई यसको अनुगमन गरेर यसको क्षति नियन्त्रणको लागि अनुरोध गर्दछु। कृपया हाम्रो यस भिडियोलाई सकेसम्म हेरेर सही निर्णय दिनु हुन अनुरोध गर्दै आजको लागि मैले यति किसानहरूको समस्या यहीँ देखाएर यस भिडियो अन्त्य गर्छु। धन्यवाद।